हेलो एभ्रिवान, वेलकम टु माई न्यू भिडियो। आई होप सबैजना सन्चै हुनुहुन्छ होला। हजुरआमाको कालो चस्मा। आई होप सबैजना सन्चै हुनुहुन्छ होला र यहाँ हामी पनि सन्चै आरामै छौँ। 7 वर्षमा बिहे भएको? 7 वर्षमा बिहे गरेर 7 वर्षमा बिहे। सासू बुढीसँग बसेँ, हुर्केँ, सासू बुढी सेवा गरेँ। अनि हुर्केर जमाइ बन्थेँ, नयाँ पनि सासू बस्नु दिएनन्। फेरि गएँ, फेरि पाउनु पऱ्यो, बोक्नु पऱ्यो। दुःख थियो। बतैलको भारी, मधेसको भारी बोक्यो, ओसारेर मतैलो बाल्नु पर्थ्यो। दुःख गाह्रो गरियो पहिला। जब दादाले आएन दिनको चामल धान एक्लै दाँतमाका मुदाले कुटी बिक्री गरेर थिएँ। दुःख गर्नेमा त्यति भाँति गरी अहिले मर्नेमा यस्तो भयो। केही न केही नाङ्गो रित्ताम जस्तो भयो। आफ्नो गरेको मिले पनि आफ्नो दुःख नि आफूलाई भएन।